धेरै कुराहरू कमी छ तपाईँको डान्समा, अझै धेरै सिक्नुहोस्। तिम्रो घर चाँचरी पितल होइन र तिमीलाई हामीले चाँचरी चिनेको छैन र बाबर फुलको बोट आयो ढल्काउँदै 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 झमझम इस्टाकोट आयो ढल्काउँदै झमझम इस्टाकोट। र तपाईँको स्टेपिङ पनि ठिकै छ, अलि स्टेज कभर गर्नुपर्छ तपाईँले होइन, स्टेज कभर एकदम कम छ। तपाईँले ध्यान राख्नुपर्ने कुरा आई कन्ट्याक्ट, जस्तो अगाडि हेर्नुपर्ने कुरा होइन, र हाउभाव एक्सप्रेसन, त्यो कुरालाई धेरै याद गर्नु होला पछिको दिनमा। तपाईँको स्टेप्सको जुन क्लियरिटी छ त्यो क्लियरिटीलाई हेरेर एउटा चान्स हामी दिन्छौँ तपाईँलाई। बधाई छ। हरियो झन्डा फरफर यो हरियो ड्रेसै लाएर आउनु भएको त के सर्टिफिकेट लान्छु नै भनेर आउनु भएको थियो? हजुर सर, म धेरै मिहिनेत गरेर आउँ। जस्तै हाम्रो भरत, हामी एउटै टिकापुरको हौँ। ओ भरतले टप 16सम्म पुगेको कारण त्यही हौसला पाएर नै हामी पनि टिकापुरको नाम राखौँ भनेर हिसाब। प्रयास चाहिँ बिचबिचमा गर्नुभएको थियो, तर जति जे चाहिने हो त्यो एउटै लेभलले तपाईँ बग्न सक्नु भएन। तपाईँलाई के लाग्थ्यो म यति गरेपछि छमछमी 2 मा सिलेक्टेड हुन्छु भन्ने जस्तो लागेको थियो कि कस्तो लागेको थियो? मलाई त लाग्दैन होला जस्तो छ। हो, हामीलाई त्यस्तै लाग्यो। सरी। मुभमेन्टहरू अलिक क्लियर भएको छैन होइन, तर त्यति हुँदाहुँदै पनि तपाईँले राम्रो राम्रो मुभमेन्टहरू, नयाँ नयाँ मुभमेन्ट पनि ल्याउनु भएको छ। सानो सानो बिटमा पनि बिटलाई पनि तपाईँले छोड्नु भएको छैन। तपाईँको त्यो पोटेन्सियललाई हेरेर एकचोटि चान्स तपाईँलाई दिनै पर्छ जस्तो लाग्छ। सिजन 1 मा पनि भेट भयो जस्तो लागेको थियो। हजुर, गथे सिजन 1 बाट पनि। सिजन 1 मा सफल नभएको चिजलाई सिजन 2 मा सफल बनाउन कतिको मेहनत गर्नुभयो त? मेहनत त गर्नुपर्छ, मेहनत नगरी त के हुन्छ र सफल है गरेछ। टिममा सानो कुरा पनि मिस्टेक गर्नु पाइँदैन। कन्टेम्पोरेरी जुन तपाईँले मुभमेन्टहरू गर्नुपर्छ त्यसमा एकदम क्लियर चाहिन्छ मुभमेन्टहरू, त्यो डान्स मुभमेन्ट पनि धेरै कवि लाग्यो। स्टेपमा हुनुपर्ने त्यो क्लियरिटी धेरै कम छ। सरी, फेरि सिकेर आउनुहोस् है। सरी।
स्टेपहरू मुभमेन्ट पनि त्यति क्लियर छैन होइन सरी सबै मोमेन्टले सिँगार्नुपर्छ कि अनि मलाई कोरियोग्राफ राम्रो देख्छ त्यो सबै कुरा हुनुपर्छ कि जस्तो हामी तरकारी बसाउँदा पकाउँदा मर मसला सबै मिल्यो भने टक्क मिठो हुन्छ नि होइन यो कुरालाई ध्यान राख्नुहोस् आउनुहोस् सिजन 1 बाट त अहिले छमछमी सिजन 2 भएको छ 2 लाई रक गर्ने हैन त एकदम हाम्रो पनि चाहना त्यही छ गणेशजी भरतजी पास हुनुभयो नि त हिरो हो त बधाई छ बधाई छ ल बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो माइती घर माइती घर माइती घर सुरुमा तपाईको बिगिनिङ के भयो धेरै लामो लामो स्टेप्स लिनुभयो तपाईले 16 बिटको 8 बिटको स्टेप्स लिनुभयो क्लियर तपाईको हातको मुद्राहरू कम क्लियर छ त्यसलाई ध्यान राख्नुस् सरी एउटै टाइपको लकिङहरू र एक्सप्रेसनको त तपाईको एकदम निलै छ कुरै नगरौँ अझै धेरै कोसिस गर्नुपर्छ तपाईले सरी धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा अझै राम्रोसँग सिकेर अर्कोचोटि आउनुहोस् ल सरी सरी तपाईसँग एनर्जी लेभल छ र एउटा बडीको फ्लेक्सिबिलिटी हेर्दा पनि तपाईलाई मलाई लाग्छ कि अघिल्लो राउन्डमा तपाई गर्न सक्नुहुन्छ तर तपाईको धेरै 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 कमजोरी अहिले सम्झनुस् कि तपाई नील हुनुहुन्छ एक्सप्रेसनमा यसलाई चाहिँ सुधार्नु पर्छ एक्सप्रेसन धेरै तपाईले सुधार्नु पर्छ भाइ हैन तपाईको त्यो पोटेन्शियललाई हेरेर हामी तपाईलाई एकचोटि चान्स दिन्छौँ जो एउटा मौका दिनुभयो भनेको मेरो गोल्डन चान्स हो त्यही भएर जसले यो गोल्डन चान्सलाई चाहिँ फेरि सिल्भर चान्स नबनाउनु नि फेरि डायमन्ड चान्स बनाउनु पर्यो नि नाइ हुँदैन उहाँहरूले दिएको कमेन्टलाई चाहिँ अब जस अहिलेसम्म जति गरे नि त्योभन्दा ओभर गरेर सक्दोस् अझ प्रयास गर्नेछु कोरियोग्राफमै धेरै कमी छ है कम्पोजिसन राम्रो छैन पहिलो कुरा त होइन दोस्रो कुरा स्टेप तपाईको सेम एउटै स्टेप भयो होइन मुभमेन्ट पनि धेरै दोहोरियो कहिले आगो कहिले पानी सधैँ तिम्रो आनाकानी जुन तपाईको कन्सेप्ट थियो त्यो कन्सेप्ट अनुसारको कम्पोजिसन भएन अब
तपाईँले आफैले सिक्नुभएको कि कसैले सिकाइदिएको आफैले कम्पोज गरेको हो? स्टेप्स त धेरै रिपिट गर्नुभयो नि त तपाईँले। अलि नर्भस भए र सुधार गर्नुपर्छ बहिनी। हुन्छ आउनुहोस्। आउनुहोस्। बधाई छ तपाईँलाई। थ्याङ्क यू। पास हुँदाखेरि त निकै रमाउनु हुँदो रहेछ नि, फेल हुइदिनु भएको भए फेरि भए त अलिकति नर्भस त भइहाल्थ्यो नि। ओहो नर्भसनेसलाई चाहिँ अब घरमै छोडेर आउनु होला। हुन्छ काठमाडौँको लागि त मेहनत गर्नुपर्छ नि, के गर्नुहुन्छ? मेहनत गर्छु अझै। नराख मनमा कुरा बोल बोल मैचन छिटो धेरै सङ्कोच मानेर डर मानेर नाचिरहनु भएको थियो होइन? मलाई तपाईँको तयारी पनि धेरै कम छ जस्तो लागिरहेछ। तपाईँले धेरै कोसिस गर्नुहोस्। सरी बहिनी है। रूप खोज्ने आँखाहरू तेरै तेरै आउँछन् रूप खोज्ने आँखाहरू तेरै तेरै आउँछन् मन खोज्ने मायालुलाई कहाँ भेटिएला हो कहाँ भेटिएला हितैको मायालाई कहिले भेटौला। सबै मिक्स गर्नुभयो। स्टेजलाई त तपाईँले धेरै राम्रोसँग लिनुभयो, चारै कुनालाई राम्रोसँग लिनुभयो। फिनिसिङ पनि तपाईँको स्टेप्समा फिनिसिङ छ र कहीँ कहीँ तपाईँ बिट अलि यताउता हुनुभएछ है, यसलाई चाहिँ सुधार गर्नुहोस्। र हामीलाई लाग्छ तपाईँलाई एकचोटि हामी काठमाडौँमा बोलाउनुपर्छ। आगामी राउन्डमा अझै बढी मेहनत गरेर आउनु होला। ओके म कोसिस गर्छु भरपूर्ण रूपमा सब मिक्स मसला दिन सक्नेछु मैले भन्ने आठ सात अनुसार। तिम्रो घर चाहन्छ ती तल होइन र तिमीलाई हामीले चाहन्छ चिनेको छैन र बाबर बिलको बोट। एउटा सिम्पल मुभमेन्टहरू गर्नुभएको छ, त्यही पनि क्लियर छैन, छुटिएको पनि छैन मुभमेन्ट। सरी भाइ। यो भनेको केटाको सङ हो, तर तपाईँ केटीको स्टाइलमा हातहरू चलाइराख्नु भएको छ। मलाई एउटा कल्चर झाउरे गीतमा सरी। पाइन्छ पाइँदैन मैले खोजेको जस्तै दिलियो बजारमा। लिपसिङ तपाईँले छोडिदिनुहुन्छ तर रिदमको बेलामा तपाईँको एक्सप्रेसन एकदम डाउन भइहाल्छ। सरी। तिम्रो घर चाहन्छ ती तल होइन र तिमीलाई हामीले चाहन्छ चिनेको छैन र बाबर बिलको बोट आयो ढल्काउँदै सम्झमै एनर्जी लेभल चाहिँ राम्रो छ होइन, तर कम्पोजिसन तपाईँले त्यो साइड चिप्लो भएर होला बिचबिचमा छोड्नुहुन्छ तपाईँले फेरि। त्यस्तो भएको हो हजुर। अहिले हामीले लियौँ भने के गर्नुहुन्छ? मर्ने गरी गर्ने नाच मर्ने गरी गर्ने डान्स गर्ने, अनि यदि लिएन भने के गर्ने फेरि? घर जाने फेरि डान्स गर्ने। एकचोटि हामी तपाईँलाई के गर्छौँ, एकचोटि काठमाडौँ बोलाउँछौँ, ल लिन्छौँ तपाईँलाई। 16 वर्ष पुग्नु गएर तपाईँ? 16 वर्ष पुग्यो। झुट बोलिराख्नु भएको छ नि। 16 वर्ष पुगेर कहाँ झुट बोल्याएर। एनर्जी कम लाग्यो मलाई। अर्को स्टेपमा जब आउने बेलामा एकछिन पज हुनुहुन्छ, अझै प्रयास गर्नुहोस्। सरी।
प्रेस गर्नुहोस् प्रयास गर्ने सरी है भाइ तपाईँले सुधार्नु पनि त धेरै देखिन्छ होइन तपाईँको मोडर्नको त्यो जुन फिनिसिङ छ त्यो फिनिसिङलाई हेरेर एउटा चान्स लाउनुहोस् काठमाडौँमा चाहिँ सेलेक्ट हुन्छ जस्तो लाग्छ मेहनत गर्नेछु सायद आउन पनि सक्छु ओहो मेहनत गर्न चाहिँ नछोड्नु है पक्कै पनि मेहनत गरियो भने मात्रै फल पाइन्छ एकदम सर गर्नेछु मेहनत चाहिँ गर्नेछु Bebo, 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 he go walking. Bebo, 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 he go walking. एनर्जी लेभल एक्सप्रेसन पनि कम छ सरी कसैले नसोधा यो मन उडेर कहाँ गयो मलाई नै थाहा छैन मेरै छ कि पराई भयो कहाँ खोजौँ कहाँ भेटौँ कता गयो गयो तपाईँको वर्डिङ ठिक छ तर यो म्युजिकको पाटो फेरि तपाईँले कुनै पनि म्युजिकलाई राम्रो गर्नु भएन नसकिँदै नटुङ्गिँदै तपाईँले लिप्स क्लोज गरिदिनुहुन्छ कि सरी बहिनी है तिमी कहाँ म कहाँ तिमी आउने आशामा भन म कसरी बाँचु रे ओ भन म कसरी बाँचु रे पहिला पनि एकचोटि एकदम यो नाचेको एकचोटि म यो विक्रमलाई यो गीतमा डान्स गर्दै भने विक्रमलाई बोलाउँछु ल गोरी सुन रे गोरी सुन रे गोरी सुन रे तिमी कहाँ म कहाँ तिमी आउने आशामा भन म कसरी बाँचु रे ओ भन म कसरी बाँचु रे गोरी सुन रे गोरी सुन रे गोरी सुन रे तिमी कहाँ म कहाँ तिमी आउने आशामा भन म कसरी बाँचु रे थ्याङ्क यू विक्रम भाइ विजय भाइ के फरक पाउनु भयो तपाईँ आफ्नो एक्सप्रेसन र उसको एक्सप्रेसन धेरै सुधार्नुपर्छ यो एक्सप्रेसनको पाटोमा त्यसपछि गएर तपाईँको त्यो जुन क्लियरिटी आएको थिएन नि अघि त्यो क्लियरिटीको पाटोमा पनि धेरै सुधार गर्नुपर्छ धेरै मेहनत गर्नुपर्छ तपाईँलाई हामी एकचोटि चान्स दिन्छौँ बधाई छ तपाईँलाई थ्याङ्क यू यो खासमा चाहिँ मैले पाउनु पर्ने हो के मलाई पनि त नचाउनु भयो नि त नि तपाईँले हजुर डान्स राम्रो छ त्यही भएर त नचाएको रिदमसँग म्युजिकसँग म्याच हुने त्यसरी एक्सप्रेसन दिनुपर्छ तपाईँको ओभर एक्ट अलिकति मैले देखेँ सरी अनुहारको भाव भङ्गीमा हुनुपर्ने छैन होइन तपाईँलाई धेरै सिक्नुपर्छ यो स्टेप एकदमै इजी स्टेप तपाईँले युज गरिरहनु भएको छ होइन यो एकदमै पन्चिङवाला गीत हो होइन यसले गर्दाखेरि यो किसिमको तपाईँले स्टेपहरू र मुभमेन्टहरू होइन तपाईँको सबैभन्दा राम्रो भनेको एक्सप्रेसन छ लिप्सिङ छ सबैभन्दा राम्रो भनेको तपाईँको कपाल छ थ्याङ्क यू त्यसैले तपाईँलाई एकचोटि हामी चान्स दिन्छौँ बधाई छ तपाईँलाई
थ्याङ्क यू। किन स्वरै हरायो नि तपाईँको त? जजेसले के भन्नुभयो त्यस्तो? हजुर मेहनत गरेर आउने भन्नुहोस्। के गर्नुहुन्छ त? मेहनत गर्नुहुन्छ कि गर्नुहुन्न? मेहनत गर्छु। मेहनत गर्नुहुन्छ, त्यति मात्रले पुग्दैन रहेछ। सिजन 2 हो यो। हजुर। कति समय प्र्याक्टिस गर्नुभयो तपाईँले? 1 घन्टा भनौँ। 1 घन्टा? हजुर। अनि कस्तो सजिलो नि तपाईँले 1 घन्टामै गरेर आउनुभयो त? के लाग्यो तपाईँलाई? 1 घन्टामा हुन्छ जस्तो लाग्यो? पुरा प्रब्लम हुन्थ्यो अनि साथीले एकचोटि हेरिहाल गरिहाल भने हजुर त्यो आइयो सर। सरी भाइ। सरी भाइ। झाउरेको तालमा भन्दा झाउरेको मुभमेन्टहरू हो, मारुनी भाका भन्दा मारुनी मुभमेन्टहरू यो आउन जरुरी थियो। तपाईँको स्टेप पनि क्लियर छैन, सिक्नुहोस्। सरी। बिटसँग कन्ट्रोल तपाईँ कम भइराख्नु भएको छ, बिटभन्दा अलिकति अगाडि जान खोज्नु भएको छ तपाईँ। सरी। सरी भन्ने। सरी। सरी सरी। अर्कोचोटि। सरी नानु। सरी सरी प्लिज। Come my lady, come my lady, you're my butterfly, sugar baby. Come my lady, come my lady, you're my butterfly, sugar baby. बिचमा फ्री स्टाइल आउनु ठिक हो कि, तर तपाईँको अल सङ नै फ्री स्टाइल भयो कि, डान्सै देखिएन त्यसमा तपाईँको। सरी। आजको एपिसोड सँगसँगै सकिएको छ नेपालगञ्जको अडिसन। Now we are moving ahead for our next destination र हामी जाँदैछौँ ब्युटिफुल पोखरा। So let's hope कि पोखराका पार्टिसिपेन्ट्सहरू आफ्नो पर्फर्मेन्सलाई लिएर अलमोस्ट रेडी भइसक्नु भएको छ होला र के कति मात्रामा गर्नुभएको छ उहाँहरूले प्रिपरेसन त्यो त थाहा हुनेछ मात्र त्यहाँ गएपछि। So till then take care, नमस्ते। Gini gini gini